128 अरबको नेप्सीमा घाटा हुने काण्डको हल्ला सुन्नुभयो त? अहिले नेपालमा प्रमोटर र अर्डिनरी सेयरका लागि अलग नम्बर अर्थात् डुअल आइएसआइन प्रपोजलले बजारलाई हलचलमा पारिरहेको छ। त्यसैले सिडिएससीकी म्यानेजिङ डाइरेक्टर प्रवीण पण्डक म्यामलाई एउटा सानो जिज्ञासा। यो विश्वमा नभएको नियम नेप्सीको प्रगति बढाउन हो कि प्रमोटरहरूले सेयर बेच्नु अघि फेरि तपाईँको अफिसमा आएर पेपरवर्क गर्नुपर्ने व्यवस्था हो? इन्डस्ट्रीका फ्याक्ट्स अनुसार यो रुलले 87 करोडभन्दा बढी सेयर्स करिब रु 128 अर्ब प्रभावित हुन सक्छ। यो पैसा भनेको लाखौँ मानिसले आफ्नो पहिलो गाडी किन्ने रकम हो। तर हाम्रो बजारमा यो पैसा सेयर ट्रेडिङमा स्टक हुन सक्छ। आइपिपिएएन जसले नेपालका जलविद्युत उद्योगमा प्रमोटर्सको हित र लगानीको सन्तुलन कायम राख्छ, यो नियम लागू भए 58 उद्योग प्रभावित हुने चेतावनी दिइसकेको छ। यसले 10 वर्षमा 28,500 मेगावाट इलेक्ट्रिसिटी टार्गेटलाई पनि केही वर्षले ढिला गर्न सक्छ। र केवल प्रमोटर क्यापिटल मात्र होइन, आइपिओ इन्भेस्टर्स र अर्डिनरी सेयर होल्डर्स पनि प्रभावित हुन्छन्। ट्रेडिङ ढिलो हुन्छ, लिक्विडिटी घट्छ, इन्भेस्टमेन्ट र प्रोजेक्ट डिलेज हुन्छन्, तर पेपर वर्क बढाउनै पर्छ। त म्याम, तपाईँलाई के लाग्छ? लिक्विडिटी सजिलो बनाएर देशको अर्थतन्त्र बढाउने कि पेपर वर्क र यो कोठा जाउँ त्यो कोठा जाउँ भनी अल्झाउने?